कहिले पनि हामीले पसिना बगाउन सकेनौँ। देश बाँझो छ, देश बाँझो छ, देशमा आज केही छैन। योभन्दा ठुल्ठुलो भिड, योभन्दा ठुल्ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेका छ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ? अब यो देश कोही कसैको रगत नबगोस्। यो देशमा पसिना बगाउनुपर्छ, पसिना बगाउनुपर्छ। अब हामीले दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर काटमार गर्नुहोस्, श्रमदानमा कोही नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। अर्को सामान्य नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता तपाईँभन्दा फाटेको लुगा लुगा लाग्छु, तपाईँभन्दा 10 वर्षले काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँले साथ दिनुहुन्छ? माफ गर्नुहोला।